हेलो वेलकम टु माई मिनी भ्लग माई फेभरेट अमलाको बोट गाइड देखाएर नरिसाउनु। कतिजना चाहिँ अब म जस्तै हुनुहुन्छ होला होइन, भ्लग बनाउन मन चाहिँ पर्ने तर नआउने अनि अल्छी लाग्ने, कतिलाई लाज लाग्ने, म जस्तै हुनुहुन्छ होला होइन। मलाई चाहिँ लाज लाग्छ र आउँदैन। आज म स्कुल जाँदाखेरि एक्लै पढेँ क्या। मेरो साथी दिदी चाहिँ हुनुहुन्थ्यो, दिदी उता गाउँ जानुभएको रहेछ, आउनुभएको थिएन छुट्टीमा। अनि एक्लै भए पनि गएँ क्या स्कुल। तर स्कुल फाइनली पुगिसकेको छु म स्कुल होइन। स्कुलमा आज एक्लै हुने पऱ्यो भनेको, तर एक दुईजना साथी चाहिँ आउनुभएको रहेछ। त्यही पनि आज धेरै विद्यार्थी हुनुहुन्थेन सुरु दिन भएर, त्यही पनि छिटो छुट्टी भयो क्या गाइज। अहिले म भन्नेछु किन छिटो छुट्टी भयो भनेर। ऊ चाहिँ मेरो स्कुलकै बेस्ट हो क्या। दुईजना सल्लाह गरेर आज सँगै आएको। म भन्छु ल तपाईँलाई आज किन छिटो छुट्टी भयो भनेर। हामी सँगै पढ्ने साथीले चाहिँ क्या अब के भन्छ सुसाइड गर्नुभएछ क्या। अब सुसाइड गरेर चाहिँ के पाउँछ? त्यत्रो बाउ आमाले जन्माउँछ हुर्काउँछ, कति दुःख गरेर यार, कसैले बुझ्दैन। थाहा पनि थिएन। अनि आज भर्खर स्कुल आएको हो नि त, कसैलाई थाहा पनि थिएन। अनि सर सोधेर आउनुभएछ घरमा। हो भनेपछि चाहिँ हामीलाई छुट्टी दिनुभयो। फाइनली हामी चाहिँ अब घर फर्क्यौँ। के गर्नु त, त्यहीँ बस्ने कुरा पनि हुँदैन छुट्टी भइसकेपछि। अनि हामी चाहिँ घर फर्क्यौँ। साथी र म छुट्ने बेला पनि आयो होइन। थ्याङ्क यू वाचिङ फर माई भिडियो। अब अर्को ब्लगमा भेटौँ, बाई।